धारा पानीबाट स्वागत छ। यो चाहिँ दाङ घोराइमा पर्ने यो धारा पानी गजब भएको छ। यहाँ व्यवस्थापन भौतिक संरचनाहरूले चाहिँ गजब निर्माण भएको छ। कस्तो धारा पानीमा तपाईँलाई देखाउँछ है त। रोल्पाली ओबाङ्गी ओली वंशको यहाँ चाहिँ मान्छेहरूले यसरी निर्माण भएको छ। कताबाट जाने? त्यहाँबाट यस्तो श्री गणेश मन्दिर। सके सफा गरौँ, नसके फोहोर नगरौँ। दर्शन गरिसकेँ मैले। निर्माण त गजब सरसफाइ ट्याक्क छ। गजब गजब छ। 5000 108वटा शिवलिङ्ग जल अर्पण भन्ने छ। 108वटा शिवलिङ्गहरू छन्। यसमा चाहिँ म भिडियो गराएर आउँछु। 108वटा शिवलिङ्गहरू छन्। यहाँ चाहिँ यो कसले कसले बनाएको भन्ने चाहिँ कसको सम्झनामा परिवारहरूले बनाएको एक एक यहाँ चाहिँ उहाँको परिवारले बनाएको सम्झनामा छ। यस्तो गजब छ। म त जान्छु है। चाहिँ यसरी 108वटा शिवलिङ्गको चाहिँ तपाईँलाई मैले दर्शन गराएँ है। यहाँ 108वटा शिवलिङ्ग छन्। सबै सम्झनामा छन् है। सबैको परिवार बनाएको। यताबाट जाने फेरि यता गएर यसरी घुम्दिनँ भने मान्छे पारी घुमेर कहाँ हो? सरसफाइ गजब रहेछ अहिले। ए तलबाट आउने बाटो यहाँ रहेछ। जोइन हुने यताबाट आएँ। यहाँ चाहिँ यताबाट म यता लागेको बाटो यहाँ रहेछ। न शिवाय फुटेर छ घन्टी। घन्टी देशमै छ। घन्टीमै छ देश अहिले। यहाँ पनि घन्टी म घन्टी बजाउँछु है। घन्टीमै छ देश। ल घन्टी अब फागुन 21मा कहाँ कहाँ बज्ने देशभर नै घन्टी बज्ला जस्तो छ। बजाउनु नि पर्छ है। ल यस्तो छ। तलबाट आउँदै थियो नि त अघि। यता रहेछ बाटो मिसिने। ताल पोखरी संरचना धेरै निर्माण हुँदैछ। उता पारितिर टन्नै चाहिँ संरचनाहरू निर्माण भइरहेछ अहिले। बाटो रहेछ है। तपाईँको कस्तो राम्रो छ हरियाली। अब चाहिँ पूजापाठ गर्दा लाइन लाग्न पर्ने। गजब लाइन लाग्दा पानी पऱ्यो भने केही छैन। जति बेला पनि दर्शन गर्न सकेको ट्यागमै पुरै टस बनेर गजब भारी छ। हवन कुण्ड यहाँ रहेछ। सफा गरेर हवन गर्ने ठाउँ चाहिँ हवन कुण्ड। लेखा प्रसाङ गरेर पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन माथि मूल मन्दिर माथि आयो। मूल मन्दिर बैठकको सानो रहेछ।
अहिले यस्तो व्यवस्था हुन्छ राम्रो भएको छ जताततै सबै कुराहरू पानी सर्दिन यसरी मेन एरिया यो हो छोडेर तर यहाँ चल्दैन राम्रो मेन मन्दिर चाहिँ मेन मन्दिर हो ठाउँमा यस्तो देखिन्छ अन्त मैले त्रिशुल छ त्यहाँ जङ्गल हरियाली शान्त वातावरण आनन्द छ बस्छमा चाहिँ पानी पनि बगिरहेको छ अहिले त राम्रो अहिले त्यत्रो पानी थियो त्यहाँतिर चाहिँ सिधी बाटो जाउँछ सालहरू सुनकोट खड्गादेवी मन्दिर प्रवेशद्वार यहाँबाट आज मादरको मन्दिर रहेछ अर्को भारी छ अहिले सुनकोट मन्दिर खड्गादेवी मन्दिर हो यो प्रवेशद्वार हुने यहाँ माथि अर्को मन्दिर रहेछ यसै विश्वकै ठुलो त्रिशुल भनेको यस्तो छ त्रिशुल अर्को एरिया र घोराइ उता पारि देखिन्छ